आज चाहिँ हामी यहाँ माइबेनीमा घुम्न आइपुगेको छौँ। लाग्ने मेला चाहिँ भोलि मात्र हो, तर हामी यहाँ दृश्य अवलोकन गर्नलाई आजै आएको छौँ। माइबेनी मेला चाहिँ लाग्ने यता हो, हेर्दै जाउँ कस्तो छ भित्र। त्यहाँ चाहिँ रोटोपिङहरू पनि रहेछ यता गाइड। त्यो त हाम्रो अर्को गाइड चलाउँदैछ, यसो घुम्नु लिएर आएँ मैले चाहिँ। म गेम पनि खेल्नु पर्छ ल गाइडहरू। हामी सबैजना भोलि भेट्नुपर्छ यता माइबेनी मेलामा। खतरै लाग्ने, खतरनाकै लाग्छ जस्तो छ है चल पल हेर्दाखेरि चाहिँ। त्यहाँ माथि त्यस्तो बनिसकेको रहेछ माइबेनी मेला। पहिलातिर चाहिँ यता पनि माइबेनी मेला लाग्थ्यो, अहिले चाहिँ बाढीले गर्दा पुरै सखा उजाट के भयो चाहिँ। ओहो माइबेनी मेला आउने बित्तिकै यस्तो घाइते हुनु त राम्रो होइन त। हामी अब यहाँ माथिबाट चाहिँ माइबेनी मेलाको हेर्छौँ कस्तो चाहिँ देखिँदो रहेछ। हुँदैछ यहाँ चाहिँ पुरै यस्तो दोकान मान्छे भोलि त झन् यहाँनिर यस्तो भिड हुन्छ नि, यस्तो खतरा भिड हुन्छ नि। त्यहाँ बाटो मान्छे छिर्नु नसक्ने हुन्छ यहाँनिर। जोको साइड चाहिँ घुमिसक्यो, अब हामी इनापा साइड घुम्नेछौँ होइन। यो जोको साइड होइन, त्यो खोला पऱ्यो इनापा साइड अब घुम्दैछौँ मान्छे। आज तर खासै त्यस्तो साह्रो छैन, भोलिको दिन चाहिँ खतरै हुन्छ माइबेनी। इनापा साइड आइसकिसक्यौँ। यता चाहिँ तर खतरा छ जस्तो, डान्सहरू पनि छ। सरफ के छ बिचार डान्स त्यहाँ गएर गरेन डान्स आइज न। डान्स चलिरहेको छ, हामी पनि त्यहाँ लगभग जान्छौँ होला डान्स गर्नु। जान्दा जस्तो छ यस्तो छ यताको चाहिँ सानो यस्तो छ। भोलिको लागि यो मासु पनि काट्ने काम जारी छ र बाढीले चाहिँ निकै बिगार परेको छ। यता चाहिँ पुरै यस्तो भइरहेछ नि। र यहाँ त के छ होइन, त्यो सररमा खाजा खाउँ भनेको कहाँ गएर खाजा खान्छ सर के खाजा खाउँ जस्तो तैँले मलाई आज। पुरै यता चाहिँ बत्ती पनि झिलिमिली रहेछ, पुल पनि दामी छ। त्यहाँ पर गएर खानु पर्छ, त्यहाँ त मासु नै रहेछ। पानी छुने भनेको नि लु। तर चाहिँ त्यहाँ डान्स गर्दै गरेको बहिनीहरूसँग नाच्ने परिसकेको छ। त्यो डान्स गर, म यहाँ भिडियो बनाउँदै बस्छु। नाचेस् होइन, हेर आज चाहिँ तेरोमा चाहिँ जिगरमा दम चाहिँ कतिको छ हेर्नु, कतिको आँट छ तेरो। आज हेर्छु ल। डान्स यहाँ चल्दैछ, हाम्रो डान्सर भाइ जाँदैछ यताबाट। डान्स गर ल, जान त। अब हामी घुम्दैनौँ पनि होला, खोइ चटपटे खाउँ भनेको। कहाँ चाहिँ गएर चटपटे खाने हौ? त्यहाँ बस्नु, त्यहाँ खाने। अब माथि नै गएर पो खानु पर्ला जस्तो देख्यो। भोकै गइँदैन नि, त्यहाँसम्म ठिक्नु सकिन्छ ल। अब हामी माथि नै गएर खाजा खान्छौँ। अब भोलि भेटौँला सबैजना, भोलि भेटौँला माइबेनी मेलामा। आउनु होला सबैजना। गर्मी छ, अलिक पातला लुगा लाएर आउनु होला। म यहाँ हप भइसकिसकेँ।